स्क्वाड आउँदैछ केटा एक्जाम झर्दैन छ माथि झरेको आउट अफ राइट रोड में त्यो त यहाँ त्यहाँ आएन मेरो मार्कमा पढ्दैछ जस्तो माने न त्यो भित्र छ भित्र छ भित्र छ केटा अब चेक गर्न न चेक गर्न सक्दैन ग्यारेजमा छ कि सेकंड सक्यो नाइस 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 डाउन हानेको हैन त्यसलाई पुछ हान्नेमा लडिरहेको केटा आनु एक गोली दुईटा साठी खान्छ लामै एक गोली साठी किसिमलाई खान्छ हानेर मर्यो माथिबाट हाने ये फैक्ट्री टॉप में हो ऊ टपमा नाइस टपको एउटा डाउन छ मलाई ल्याउँदै मेरो देखेकै छैन हो यता यताबाट कस्तो निस्किनु झाटिस कट हो रोक कोही डाउन न है निस्किनुपर्छ यताबाट लन्ची किन्न त जो कसो न भिजा है नयाँ गन हान्ने कोही तीन लेभल हो नयाँ नयाँ सर्ट ठिकै देखा त लिसकेको मेगिन रोक जन पनि चाहिँ कान्छु ओ मेगिन अल्लाह आनु है आनु ए माथिबाट आनु मलाई यार न, रत्तर न। बचाउनु हान्छ हो रोक केटा एकछिन आउ क्रोनो हाल्दैछु हान्छ जन यता छ हो माथि टपमा ल मेगिनमा गयो त्यही पछाडि पेन राखेर एउटा लामा हान न नाइस पोजिसन चेक गर त छैन मसँग चेक डक्टर म लन्च पेड किनेर दिन्छ आउ त डिपो ब्लू यहाँ हिँड्न झारिदियो आउट आउट मसँग जेन उठाउ जेन छ कि मसँग छैन ब्लू एउटै ब्लू आओ म यहाँ रिसमा आइसक्यो नेपाली घरतिर एउटा खेल्नुपर्छ कि यार रिजबाट खेल्यो भने त ओपा च्याप्टन छ होला केटा रिजमा खेल्यो भने यो फ्याक्ट्रीकोलाई त हान्न मिल्छ तर च्याप छ कि दुई ठाउँबाट च्याप छ त नि त्यो लेफ्ट साइडको बरु यो मल्टीमा खेल्दिम न त कुन त्यो टायर चढ्नेमा के हवेली भएकोमा होइन म त अगाडितिरबाट खेल्नु भनेको भन्नु त भाइ इनिमी चाहिँ चेक गर्दा न राइटतिरबाट बिस्तारै राम्रो के जानु हो अहिले नेपाली घर त किल पनि हुँदैन कि फेरि मऱ्यो भने फुल छ आकाशहरू हेरिरह न इनिमीहरू हेरिरह न यतै इनिमीहरू आउँछ क्या त्यहाँ हान्दै बिहा सक्छ जाने होइन ओके है केटा च्यापिनु चाहिँ भन्नु आकाश हेर्दा त डेन्जर युवा भइरहेको एउटा सर्ट रेन्ज भएन कि सटन नयाँ नयाँ गन लिएको होइन मेगिनले मसँग प्रोभन छ म्याक्स हो पछाडि क्लियर गरे के थाहा अल क्लियर गर इनिमी चाहिँ कहाँ छ हो फाइटको अब यार जग्गामा दुईटा चेक माथि गइदिनु पर्छ क्या हो अहिले गइदिउँ न जाने भए माथि गइदिनु पर्छ नेपाली घर होइन नि यहाँ आउन एरिसतिर आउन तलपट्टि तर चारजना सँगै बसेर हेऱ्यो भने त केटा हो पछाडि ड्रप जाँदा नै पोजिनोको पछाडि चारजनासँग बस्दा के होला नि त त खाइन तर एउटा साइड चाहिँ हेर्नुपर्छ क्या के छ ड्रपमा भेज छ अम्मै भेट्नु छ भेट्नु छ अम्मै पनि छ यो रिजमा बस्ने हुँदा गेट कि भन्ने फ्याक्ट्रीले हुन्छ तर उडेर चाहिँ आउँछ क्या पैसा म त यताबाट खेल्नु साइलेन्सर छैन इनिमी आर्सेनल छ त्यता हेरौँ त्यता तलबाट भेसबाट डाला आर्सेनलको तिमीहरू त्यताकोलाई हेर्दै गर ल म पोसिनो हेर्दैछु एउटा मन्स्टर ट्रक हाम्रो यता नेपाली घरबाट नि आउला केटा नेपाली घरबाट नि आउला हेर्दैछु नेपाली घर हेर्नु मिल्दैन तिमीहरूलाई हेर्दैछु
कहाँको होइन सँगै बसेर हेर्न नि मिल्छ मिल्दैन हुन्छ मेरो हल्का तल तपाईँलाई मुनिबाट हानेकै फ्याक्ट्रीकोहरू जस्तो लाग्यो छैन फ्याक्ट्रीमा मलाई पनि त्यस्तो लाग्यो कोचिनबाट चाहिँ आउँछ कि त्यो ड्रप चार्ज गरेको स्क्वाड त माथि नेपाली घरमा त पक्कै आउँछ भयो केटाहरू कति गाडी चलाएको यताबाट यता फाइट खेले जस्तो मानु केटा यिनीहरू हेर म ब्राजिलको एल्सोप्रोसतिर है बिमा सक्यो कि बिमा सक्यो लेफ्टबाट आएर चाहिँ हेर्छ लेफ्टबाट आएर चाहिँ लेफ्टको आउटर गेमबाट आएर चाहिँ हेर्छ यहाँ यो रुममा हो त्यो रुममा अरे हेर लेफ्टबाट हाने कहाँ लेफ्ट लेफ्टबाट यता यो रातो उसमा राइट लाइन त्यो लामो अनि मेरो लेफ्ट एङ्गल छ ओए खान्छ रफ्तार अक्लेन नजाऊ न अक्लेन नजाऊ रफ्तार यही आउनु नेपाली घर जोन छ नेपाली घरको जोन छ कि नेपाली घरकोले हान्दैन हाम्रो त लेफ्टको चाहिँ क्लियर गर्नु पर्छ नि बुझ्दैनौ चारजना छ त्यो ड्रप चार्ज गरेकोहरू हुन्थ्यो देखिन नि केटाहरू लेफ्टको रिजमा त आउँदै राइट सम्म आउनु राइट सम्म ड्रप सम्म रिसमा गाडी लिएर मेकिङ गाडी ल्याइदेऊ न रिसमा खाली छ लेफ्ट विनिङ गरिसक्यो मलाई किन हो गाडीमा खान्छ जस्तो लागेर चाहिँ धेरै जन धेरै यहाँ नेपाली घरमा फाइट गरेको केटा हो एकजना बाँच्यो यार आकाश हेर त कतै छ गार्डनमा हान्दैन हजुर लेफ्टमा आइन लेफ्टको ढुङ्गामा आयो हेर चाहिँ उडेर आयो भित्र बसेँ मैले उडेर आयो गोल ड्यामेज हो उडेर आथे लेफ्टबाट रफ्तार लेफ्टबाट खालाई मैले भित्र हो जुन यहीँसम्म चाहिँ कुरा हान्दै राइट कसरी लेफ्टकोलाई पेल्नुपर्छ त्यति हो जम्मा दुई गोल छ पाइन क्या दुई लेफ्टमा होइन हामीलाई ट्रिटमेन्ट छैन उड्ने उड्यो हेर कहाँ उड्यो बिचमा नेपाली घरको निस्क्यो केटा हो नेपाली घरको 100 को ड्यामेज छ नक्छ त्यहाँ नाइस त्यो वल फुटाउ न डाउन छ अलि अगाडि आएर हैन अगाडि वल फुटा राइट को हल्का कहाँ ड्यामेज ब्लू मिन्टर फाल्दिन्छु म राइटमा प्रेसर देऊ केटा हो राइटको प्रेसर दो न ड्यामेज छ 61 केटा राइटको प्रेसर नक्छ राइटको मैले पुस हान्दै हान्दिनु राइटको दाइ ड्यामेज छ म बाँच्छु 44 उहीको हैन एउटा सोलो थियो ओके कभर बस्छ ल नाइस लास्ट आओ लाए मेकिङ कार डेन्जर जनरेट हान्थ्यो आउँदै नक्छ डाउन नि अब यसलाई पुस हान्दिन्छु अब एकजना त हो कहाँ सक्यो हैन डेन्जर उयो घरमा पुस हान्दिने लन्च यिनीहरूलाई हान्दिनु पर्छ अब त पुसै पर्दैन ल फायर गोली दे हान्दिन हामी गयो ल मसँग आऊ आएर वो लगाएर हान न तीनजना छ एकजना कहाँ खै आइदैन त अनि मेन त हाडो भित्रबाट ड्यामेज छ माथि हो म बाँच्छु रोइ जाऊ मलाई कहाँ ए पछाडी अर्को स्क्वाड बाज्दैन रहेछ अन्य बेलामा त्यस्तो ल्याम्मै हान्न पर्छ नि तिमीहरू पिछे गइरहेको थियो क्या पछाडिबाट अर्को स्क्वाड म त त्यहाँबाट नखानु पर्ने जस्तो लागिरहेको थियो पछाडिबाट बम हान्दिरहेको रहेछ
8 बजे गर्नै पर्छ अब 8 बजे नहीं सक्दैन वल लगाएर हेर्छु सबै त्यही गरिदियो केटा पर केटा नोट छ वाइपो त्यो बस मेरो डाउन छ मेरो डाउन छ मेरो पनि डाउन छ मेरो क्लियर आयो नाइस डेन्जर आयो है ओए डेन्जरले केटा चिजले हान्दैन हो म त यहाँ छु है दौड केटा तिर राइटको मुभी हान्दैछ है ढुङ्गामा आयो सायद ओके अघि चाहिँ त यार राइटको एक गोली बिग बाटोमा अघि झार्दै त हो झार्दिनु राइटको हेर न केटा हो वल लगाइराख राइटको लान्छ रानी एउटा खुल्ला चाहिँ टुकु हान यो झर्छ हामी मान्छे हान्छ यताबाट यो घरतिर झर हो घरको माथिमा हानिदिएको मैले हान्दै हान्न सेकेन्ड फ्लोर ल्यान्डमाइन छ सेकेन्ड फ्लोरमा छ त्यो ल्यान्डमाइन छ ए रफ्तार आयो आइज तलाई थियो खेल्थ्यो हाल यहाँ न मेकिङ नजाई जोन त राइटमा छ कोही ल्यान्डमाइन पछि नै छ त जो त पछाडी तलन छ मोस्टर छ कसैसँग केटा हिल गर केटा सबले हिल गर एक लाइन पछि सबले हिल गर नेट छ नेट प्लस के छ छैन केही छैन यो मुनि पछाडि जानुपर्छ हामी भने ओस्कार दिन्छु मुनि हैन पछाडि जानुपर्छ अहिले पछाडि खेल मोस्टर छ कि नि रफ्ता त्यो लिएर आउने हो र एउटै हो के जाऊ न कोही साथ जाने हो केटा ल म ल्याइदिन्छु मेरो वाला जान्छ हो ओए उडेर ढुङ्गामा ढुङ्गामा हान न केटा हो पछाडिबाट हान्ने ढुङ्गाले पछाडि हजुर दाइ म वल लगाएर पछाडि क्लियर गरेर हान्नु केटा सब मेडिकेट हान्नु मेरो एमो नै सक्यो यार यो जेकिला हेर केटा घरभित्रबाट पुछ्यो अर्को साथी जेकिला हेर केटा यता लेफ्टमा हेर्न रेलवे तिम्रो मुखमा आए रेलवे तिम्रो मुखमा देखिन्छ हुन्छ उताबाट हान्नु नक्छ दाइ एउटा यसलाई हान्नु केटा नाइस नाइस यो वाइफ अगाडि वाल छैन एउटै यिनीहरूलाई त यिनीहरूको भेस्ट चाहिँ सब ड्यामेज होला मैले अघि नै हानेको थिएँ हान्नु है ढुक्का केही छैन मेरो लास्ट वाले छैन नाइस रब्दा ढुक्का हानिदिन्छु त्योसँग नि वलहरू छैन जस्तो छ योसँग नि राम्रो गन्त छैन एक गोलीवाला मैले हल्का ढिलो भयो क्या मलाई हैन हिलान राथे दाइ मिलाएर तपाईँ वल लाउनु पर्ने नि दाइ पुरै वाल छैन कि मसँग डेन्जर ड्यामेज फाइदा थियो कि स्किलले टाउका हाल्दै त्यस्तो नगर ओए नबुडे तिमीसँग वाल छ कि न नाइस स्नाइपर ए दामी रफ्तार मसँग त केही दिन हौ